भन्न सक्दैन यति कुरा ख्याल गर्नुहोस् क्या कोही न कोही जिम्मेवार मान्छेले बोल्दैछ भने सर्वसाधारणले त्यसो बोलाउनु सक्दैन यति कुरा ख्याल गरिदिनुहोस् क्या एउटा जिम्मेवार मान्छेले कसैले बोल्दैछ चिन्नुहोस् उहाँको पत्ता लगाउनुहोस् उहाँले किन यो कुरा म जस्तो सर्वसाधारण मान्छेले बोल्न सक्दैन त्यसरी तपाईँहरूसँग छ तर तपाईँहरूले अघि नै मैले भने नि बोलीमा दिनु पर्यो के त्यसरी तपाईँहरू ठिक छ यहाँ तपाईँहरू जिम्मेवार हुनुहुन्छ कि सर्वसाधारण मान्छेले तपाईँहरूलाई यसरी यहाँ आउनुहोस् भन्न सक्दैन कि त्यो बुझ्नुहोस् सर हुनुहुन्छ कमान्डर साहब हुनुहुन्छ त्यति बुझ्नुहोस् क्या कमान्डर नै चाहिँदैन क्या कमान्डर चाहिँदैन तपाईहरुको यो अफिसर यस्तो न टाइममा इन्फर्मेसन दिन्छ न तपाईको राम्रो रेस्पोन्स के बनाउँदैछ बाढीदेखि बाढी बनाउँछ नि हेरौँ त हेरौँ हजुर बाढी बढिरहेको छ नि त हेर्नु त मैले त्यही त सोध्नु खोज्दैछु त कति टाइम लाग्ने होइन तपाईँ बनाउँदैछ होइन एक डेढ घन्टा लाग्छ भन्दै हुन्छ सबै एकचोटि हजुरले फोन गर्दैछु मन नभनिदिन्छु पुर्गलबाटै हो म जान्दैन तपाईको अब अलिकति गराउनुहोस् है अलिकति गराउनुहोस् है त्यसरी बोल्ने होइन त्यसरी बोल्ने म त्यही लिनु खोज्दैछु क्या यत्रो जनता चाहिँ बसिरहेको छन् कम्तीमा चाहिँ मैले बुझ्न पाउँछु होला पाउँदिनँ भने के पुर्गलबाटै हो क्या फेरि यस्तो बोल्छ गाडी बन्दैछ बाटो बनाउँदैछ बाढी बढिरहेको छ खबर गर्नुपर्छ हामीले होइन मान्छे पर खबर छैन यहाँ आयो यहाँ तपाईँको तपाईँको कति बेला बाढी आउँछ होइन थाहै हुँदैन कि माथिबाट पानी आइरहेको एकैचोटि बढी सुन्नु न एउटा के भने तपाईँले इन्फर्मेसन पब्लिकलाई सही ढङ्गले दिनुपर्छ क्या अब मैले यो अफिसर तपाईँको चाहिँ के भन्छ यो तपाईँको चाहिँ जवानलाई त बोलाएर चाहिँ सोध्नु खोज्दैछु कि तपाईँको चाहिँ कति समय लाग्ने भनेर बाटो अर्को वैकल्पिक बाटो खोज्नु पर्ने सबै मान्छेहरू हुँदैन नि यहाँ बसेर हुन्छ त कोही बिरामी होला कोही के होला यता माथिबाट छ त्यसबाट जाँदैन तपाईँको जान्छ मोटरसाइकल त यताबाट चिन्छ भने होइन टाइम लाग्छ है राम्रोसँग सोध्नु खोज्छु यस्तो त्यो भाइ अलिक सिकाउनु पर्छ है राम्रोसँग चार मान्छे एउटा हुनु सुन्नु तपाईँहरूसँग म के भन्छु नि यता भाइले त बोलाउँदै त्यो भाइले कोही तपाईँ उता अफिसर तपाईँ यता आउँछ तपाईँहरूसँग म सांसद भनेर चाहिँ म सम्मान खोज्दिनँ म पब्लिक एज अ पब्लिक तपाईँले रेस्पेक्ट गर्नुपर्छ एज अ पब्लिकलाई है त्यो मान्ने छैन म जान्दिनँ तर कम्तीमा पब्लिकलाई तपाईँले इन्फर्मेसन दिने तपाईँको काम हो राम्रोसँग रेस्पेक्ट तपाईँको काम हो तपाईँ उनीहरू गलत ढङ्गले बोलाएँ मैले के भन्नु बोलाएँ तपाईँले बोलाएँ भन्नु न बोलाएँ सुन्नु न त्यसरी सबैजनाले यता बोला मैले त यहाँ त बिच बाटो उभिएर मैले सबैलाई त्यसो नगर्नु म सुन्नुहोस् न म भित्र शीतलमा आनन्दले बसेको भए पो तपाईँले भन्न सक्दैन म त यहाँ बिचमा तातो घाममा उभिएर सबैलाई भनिराखेको छु नि त राम्रोसँग सोधिरहेको छु यो अर्को ट्राफिक साथी गिजाउने टापले बोल्छ भने त्यो भन्नु म यहाँ मान्छे यहाँ पिराले बसेको हुन्छ म पनि शीतलमा बसेर छुइनँ घामै के भन्छु भने यसो हो म जस्तो सर्वसाधारण यी अरू सर्वसाधारणले तपाईँहरू जस्तो जिम्मेवार मान्छेलाई यहाँ आउनुहोस् भनेर बोलाउनु सक्दैन त्यो तपाईँहरू त्यो साइकोलोजिकली तपाईँले चिन्नुपर्छ मान्छे त्यो मान्छेले यहाँ आऊ भनेर आदेश किन दिँदैछ तपाईँले त्यति चाहिँ हेका राख्नु सुरक्षा गरेर साथीहरूले त्यो हेका राख्नु पर्यो भने क्या सर्वसाधारण मान्छे तपाईँलाई यहाँ आउनुहोस् भने मलाई अप्ठ्यारो परेपछि सर्वसाधारणले चाहिँ तपाईँ कहाँ हजुर के छ सर भनेर सोध्ने हो हैसियत नापिएन तपाईँभन्दा मेरो माथि हुन सक्छ तर म उहाँको लेभलको मान्छे होइन तर सर्वसाधारणले त्यो खोज्छ क्या तपाईँहरूबाट सेवा खोज्छ तर होइन तपाईँहरू साथीहरूको त्यस्तै छ क्या त्यो अलिकति तपाईँहरूको त्यो अघि मैले यसो विचार गरेँ तपाईँलाई मैले भने यसरी नजानुहोस् फेरि अब माननीय भनेर माननीयलाई मानिदिनुहोस् भने त म भन्दिनँ तर तपाईँहरूले एका राखिदिनु पर्छ सर्वसाधारणले खोज्छ क्या सर्वसाधारणले बाटो बन्द छ भनेपछि त हामी जबरजस्ती गणकोटलाई जानकारी उताबाट चाहिँ अब बेलुकासम्म भन्ने खालको कुरो आएको छ अहिले तत्काललाई यति बजेसम्म भनेर भन्ने नै छैन कि हजुर यतिखेरसम्म भन्ने नै छैन अब त्यो उता अब त्यो बानीको पानी कम भइसकेपछि त्यसलाई मर्मत गर्न कति समय लाग्छ